रवि लामिछानेले, बालेन्द्र शाहले होइन, यो इतिहास नेपाली जनताले र ती छोराछोरी जसले चाहिँ आफ्नो ज्यान गुमाउनु पर्यो यो देशका लागि, त्यसकारणले यसको मूल्य महत्त्वपूर्ण छ। हामीले यसलाई अत्यन्तै नजिकबाट बुझ्न कोसिस गरेका छौँ र बुझ्नेछौँ। फाइल त हामीले 21 जनाले नै पनि खोल्न सुरुवात गरिसकेको हो। त्यही फाइलै खोलेका कारणले, फाइल खोल्न सुरुवात गरेको कारणले 2084 मा अनुमान गरिएको निर्वाचन हाम्रा साना छोराछोरी जेनजी उमेर समूहको बालबच्चाको हत्या गरियो तत्कालीन सरकारबाट। त्यसकारणले त्यस पछाडि आएको यो निर्वाचन भएको हुनाले यो निर्वाचन आफैमा यो देशका लागि गम्भीर मोडमा आएको निर्वाचन हो। यो निर्वाचन विगतमा भएका कैयौँ निर्वाचन र भविष्यमा हुने निर्वाचनभन्दा बिल्कुलै फरक निर्वाचन हो। त्यो हामीले बुझेका छौँ। त्यसकारणले त्यसलाई बुझेर यो देशमा कसरी सुशासन कायम गर्न सकिन्छ र यो देशबाट भ्रष्टाचार कसरी अन्त्य गर्न सकिन्छ ती सबै प्रयासहरू हुनेछ। हामी 25 जना सांसद लिएर यसपटक हामी सदनमा जानेछौँ भनेर हामीले 21 जना सांसद लिएर गयौँ र हाम्रा उपस्थिति हामीले अब्बल देखाउन कोसिस गऱ्यौँ। यसपटक मेरो फेरि पनि दोहोऱ्याएर भन्छु, म 186 को तयारीमा काम गरिरहेको छु। रणनीतिक रूपमा भित्र बसेर काम गरिरहँदा म आफू संयोजक भएर अहिले सँगै निर्वाचन सम्पादन समितिको संयोजक भएर काम गरिरहँदा मेरो आज पनि दोहोऱ्याएर भन्छु, म 186 भनेको 2/3 हामीले ल्याउनुपर्छ। जनताले 2/3 म्यान्डेट हामीलाई दिनुपर्छ। दिनुभएको छ भने हाम्रो बुझाइ हो। अब गणना मात्रै बाँकी छ। गनेर त्यही सङ्ख्यामा हामी प्राप्त गर्छौँ र यो देश निर्माणको लागि एउटा कोसेढुङ्गा साबित हुन्छ र यो इतिहास लेख्ने मौका हो। हामीले थुप्रै इतिहासहरू पढेका छौँ यो देशको र यसपटक इतिहास लेख्ने र यो इतिहास रासोपाले